पछि कांग्रेसका विरुद्ध अफवाह फैलाउने हिसाबले गरेछ। नेपाली कांग्रेसको केन्द्रीय सभापतिले तुरुन्तै विज्ञप्ति निकाल्नु भएको छ, जिल्ला कमिटीले निकालेको छ, उपसभापति प्रत्यक्ष रूपमा बोल्नु भएको छ। कांग्रेसलाई बदनाम गराउने र सरकारको अपराध ढाकछोप गर्ने हिसाबले यस्ता खालका प्रबन्ध मचाइएका हुन्। मूल कुरा के हो भने सद्भाव र्यालीले मात्रै पुग्ने अवस्था भएन। सद्भाव र्याली गरेर के गर्नुहुन्छ? अपराधी नै अहिलेसम्म पत्ता लाग्न सकेको छैन, पक्रेको छैन। अनि सद्भाव र्याली गर्ने भनेपछि त्यो के अरे अपराधलाई लुकाउन खोज्ने हामीले पहिले अपराधी पक्राउनु पर्यो, कानुनी कठघरामा ल्याउनु पर्यो। सद्भाव र्याली कि हामी सर्वदलीय बैठक बसेका छौँ, सबै पार्टीसँग छलफल गरेका छौँ, जसरी पनि शान्ति सद्भाव र एकता कायम रहोस्, यो वातावरण राम्रो बनोस् र अपराधीहरू चाहिँ कारबाहीको कठघरामा आओस् भन्ने हिसाबले हामी अगाडि बढ्छौँ। सद्भाव र्यालीले सबै कुरा गर्छ। यो त सरकार के भने विभिन्न पखेडा बनाएर यो घटनालाई ढाकछोप गर्न खोजिरहेछ भन्ने हाम्रो बुझाइ छ। त्यो सिडिओहरू एसपीहरूको सल्लाह गरेको विषयमा के भन्नुहुन्छ? सिडिओ एसपी त भने त मैले सरकार दोषी छ अनि अर्काको टाउमा बोझ पन्छाएर आफू चोखो हुन खोजेको सरकारको नियत देखिन्छ। यसको अघि यहाँले प्रहरीलाई पनि भन्नुभयो पार्टीको तर्फबाट भन्दाखेरि चाहिँ यसमा सरकारी निकायहरू चाहिँ स्पष्ट चाहिँ यो छानबिनको दायरा ल्याउनुपर्छ। सरकारी निकायको छानबिनको दायरामा त अब ल्याउनु पर्दाखेरि त्यो घटनास्थलको कमान्ड कसले गरेको थियो? प्रहरी त्यहाँ प्रश्नको समितिमाथि पनि हामीलाई विश्वास छैन। सरकारकै निर्देशनमा ती युवाहरूमाथि गोली प्रहार गरेको भन्ने लागेको छ। त्यस कारणले नै हामीले गृहमन्त्रीको राजीनामा माग गरेका हौँ र सरकारको एक पैसा पनि भरोसा लागेन, विश्वास रहेन। किनभने सरकारको गृहमन्त्री आफै आउने, वार्तामा बस्ने, उधारो आश्वासन दिएर जाने गरेबाट हामीले चाहिँ यो सरकारको विश्वास गर्न सक्ने वातावरण छैन। र हामीले के बुझेका छौँ भने यी युवाहरूमाथि जुन गोली प्रहार भयो, यिनीहरूको हत्या भयो, यो सरकारले किस्ता किस्तामा चाहिँ अहिले आज मर्यो भने कसैलाई 10 गते घोषणा गर्ने, कसैलाई 14 गते घोषणा गर्ने, कसैलाई 19 गते घोषणा गर्नेबाट चाहिँ हामीलाई यो सरकारप्रति विश्वास छैन। सरकारले हतार एउटा समिति गठन गर्यो, त्यो समितिले 7 दिनभित्र प्रतिवेदन बुझाउने भन्ने कुराहरू गर्यो, तर त्यो समिति आज गठन भएको 9-10 दिन भइसक्यो, कुनै पनि प्रतिवेदन प्राप्त छैन। त्यसैले त्यो समितिमाथि पनि हामीलाई विश्वास छैन। त्यसैले हामीले अब चाहिँ यो हामी सामाजिक सद्भाव कायम राख्दै तत्काल यो घटनामा संलग्न दोषीलाई पक्राउ गरी कानुनी कारबाहीमा ल्याउनुपर्छ भने नेपाली कांग्रेस सुनसरी जोरदार माग गर्छ। र दोस्रो कुरा, यो समितिप्रति हामीलाई विश्वास छैन। त्यसैले न्यायिक छानबिन समिति तुरुन्त गठन गर्नुपर्छ भन्ने नेपाली कांग्रेस सुनसरी माग गर्दछ। र आएर घाइतेका परिवार, मृतकका परिवारलाई भेट्ने, शहीद घोषणा गर्छु, क्षतिपूर्ति